नमस्कार दर्शकबिन, म समीर गुरुङ। म आज चाहिँ नि यहाँहरूलाई एकाडेमिक एन्जाइटी यसको बारेमा कुरा गर्न गइरहेको छु। यो एकाडेमिक एन्जाइटी भनेको चाहिँ नि अब यसको बारेमा कुरा गर्नको लागि अहिले सान्दर्भिक पनि होला भनेर, किनभने अब भाइ बहिनीहरूको एसए आउँदैछ। कतिपय भाइ बहिनीहरूलाई अब कसरी भनेर एक हिसाबको एउटा चिन्ता, डर पनि लागिरहेको होला। यसले केही हेल्प हुन्छ भन्ने पनि मलाई आशा लागेको छ। एकाडेमिक एन्जाइटी भनेको कस्तो हो त भन्दाखेरि यो कसरी एउटा विद्यार्थीलाई आफ्नो परीक्षाको, आफ्नो पढाइसँग सम्बन्धित विभिन्न चिन्ता, डरहरूलाई चाहिँ के भन्छ त एकाडेमिक एन्जाइटी भन्छ। जस्तो तिनीहरूमध्ये कुनै कुनै उदाहरणको लागि एउटा एक्जाम फेयर राम्रै पढेको छ, उसलाई अब प्रिपेरेसन पनि राम्रो छ, तर पनि डर भइराख्ने। अर्को चाहिँ नि असफलताको डर। अब विगतमा कहिले असफलता भएर हो कि अथवा नभए पनि म फेल हुन्छु कि अथवा कम मार्क्स ल्याउँछु कि, यस्ता खाले डर भइराख्ने। यसले गर्दाखेरि कतिपय कुराहरू टाइममा नगर्ने होइन, र अर्को प्रोक्रास्टिनेसन ढिलाइ गर्ने भनौँ न, टार्ने, अभोइड गर्ने। अर्को छ प्रेजेन्टेसनको चिन्ता। कसैलाई चाहिँ नि स्टुडेन्टहरूलाई अगाडि गएर बोल्न नै गाह्रो लाग्ने, साथीभाइको अगाडि अब त्यो बोल्नुपर्छ, प्रेजेन्ट गर्नुपर्छ भनेर पनि धेरै नै चिन्ता लिने, त्यस्तो पनि हुन्छ। अर्को पूर्णत त्यो के पर्फेक्टनेस के, अब 100 धेरै नै 100 चाहिने। अब यसो गर्दा गर्दा अब धेरै नै पर्फेक्टनेस खोजे पछाडि आफ्नो एक्चुअल काम पनि त्यसैलाई धेरै टाइम दिँदाखेरि अरू कामहरू पनि छुट्ने। यसो गर्दाखेरि उसलाई एकदमै तनाव हुन्छ। अर्को छ रिजल्ट। अब एक्जाम राम्रै गरेको छ, तर पनि उसको विगतको एक्जामको रिजल्ट पनि राम्रै छ, तै पनि चिन्ता लिइराख्ने क्या, यस्तो खाले पनि हुनसक्छ। अर्को एउटा लाज भनौँ न, एउटा कुनै किसिमको डर, सङ्कोच। जस्तो मैले क्वेसन सोधेँ भने मलाई केही आउँदैन भन्न ठान्छ कि टिचरले अथवा साथीभाइहरूले मलाई चाहिँ नि जज गर्छ कि भन्ने, यस्ता खाले किसिमहरूले पनि के हुन्छ त धेरै किसिमको एन्जाइटीहरू देखा पर्छ। मान्छेलाई धेरैलाई लाग्छ कि अब एन्जाइटी भनेको चाहिँ विद्यार्थीहरूको एउटा कमजोरी हो, कमजोर हुनु हो भन्ने जस्तो लाग्छ, एउटा भ्रम, मिथ। तर यो विद्यार्थीको कमजोरी होइन कि, यो चाहिँ एउटा मनोवैज्ञानिक अवस्था हो, यो मनोवैज्ञानिक कमजोरी, मेन्टल हो यो। अर्को चाहिँ नि अर्को भ्रम के छ त भन्दाखेरि धेरै दबाब दियो भने, प्रेसर गर्यो भने विद्यार्थीहरूले आफ्नो पढाइमा चाहिँ सुधार गर्छ। ठिक हो, अब केही मध्यम खाले प्रेसर पऱ्यो भने त अलि भनौँ न मध्यम खाले त यसले काम पनि गर्ला, वर्क पनि गर्ला। तर अत्याधिक प्रेसर भयो भने चाहिँ सायद यसले चाहिँ नि अलिकति धेरै डर पैदा गराउने र यसलाई चाहिँ नि एन्जाइटी भनौँ न, एकाडेमिक एन्जाइटीतिर यसले चाहिँ नि धकेल्छ। यो अर्को सोचाइ कस्तो हुन्छ त भन्दाखेरि एन्जाइटी चाहिँ नि एक्जामको डर अथवा सबैको पढाइको डर चाहिँ नि, चिन्ता चाहिँ नि अलि नपढ्ने बच्चाहरू अथवा नपढ्ने स्टुडेन्टलाई मात्रै हुन्छ भन्ने एउटा आम बुझाइ हुनसक्छ। तर यसको लेभल फरक हो। एकदम पढ्ने, एकदमै फर्स्टै आउनेलाई पनि एन्जाइटी हुनसक्छ होइन, उसमा पनि हुने चान्सेस धेरै हुनसक्छ। अर्को कुरा के छ भने यो एन्जाइटीको बारेमा कुरा गर्नुहुन्न, खासै जरुरत छैन भन्ने खाले पनि सोचाइहरू आउन सक्छ। तर यसलाई व्यवस्था गर्नु हुँदैन। मान्छेले सोध्छ पढाइमा त अब एक्जाममा भइहाल्छ नि होइन, प्रेसर त भइहाल्छ नि, अलिकति एन्जाइटी त भइहाल्छ नि भन्ने। यसलाई हो, यो अलिअलि त हुन्छ, तर बढी नै भयो भने यसलाई चाहिँ नि रुल आउट गरिहाल्नुहुन्न। यसले चाहिँ नि समयमै एड्रेस भएन भने अन्य मानसिक समस्याहरू पनि ल्याउन सक्ने सम्भावना हुन्छ। र अर्को एउटा भ्रम भनौँ न, मिथ के चाहिँ छ भने अभिभावकले चाहिँ धेरै नै कडाइ गर्नुपर्छ र यसले चाहिँ नि बच्चाहरूको के अरे स्टुडेन्टको सफलतालाई सुनिश्चित गर्छ भन्ने छ। कडाइ गर्नुपर्छ, तर धेरै होइन। जसले गर्दाखेरि यदि धेरै नै कडाइ भयो भने चाहिँ नि पनि स्टुडेन्टहरूमा चिन्ता होइन, र थकान, बर्नआउट यस्ता खाले चाहिँ हुनसक्छ होइन। अब
यस्तो यो एन्जाइटी यो भनौँ न धेरै नै भयो भने चाहिँ नि अब हेल्प पनि माग्नुपर्ने हेल्प पनि लिनुपर्ने अवस्था हुन्छ एउटा मेन्टल हेल्थ काउन्सिलरहरूसँग। अब विद्यार्थी आफैले पनि आफ्नो यो जुन एन्जाइटीलाई केही कम गर्न सक्छ होइन, यसलाई विभिन्न सेल्फ हेल्प मेजर्सहरू अपनाउन पनि सक्छ। त्यसको बारेमा पनि म अहिले चर्चा गर्न गइरहेको छु। कसरी गर्न सक्छ त विद्यार्थीहरू आफैले भन्दाखेरि अब पढाइको हेबिट बानी चाहिँ नि बसाल्ने। कसरी बसाल्ने भन्दाखेरि एउटा एउटा स्वच्छ एउटा राम्रो, जस्तो पढाइलाई साना साना भागमा विभाजन गर्ने, एकैचोटि बल्क एकैचोटि नपढ्ने, पढाइलाई सानो सानो भागमा विभाजन गर्ने होइन। अब 10 पेज 15 पेज 20 पेज एकैचोटि पढ्दाखेरि भन्दा ब्रेक ब्रेक गरेर पढ्दाखेरि अझ सम्झिन सजिलो हुन्छ होला। अर्को छ समय व्यवस्थापन, पोमोडोरो विधि पनि भनिन्छ, पोमोडोरो टेक्निक। जस्तो केही समय पढ्ने र अनि केही समय हल्का छोटो समय चाहिँ नि विश्राम लिने। जस्तो 1 घन्टा 40 मिनट पढेको छ भने 10-15 मिनट विश्राम लिने अनि फेरि पढ्ने, जसले चाहिँ पुनर्ताजगी हुन्छ होइन। अनि अर्को छ अन्तिम समयमा मात्रै पढ्ने, पालो 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 भएर बस्यो लास्टमा मात्रै पढ्न थाल्यो भने पनि त्यसले चाहिँ एन्जाइटी बढाउँछ होइन। परीक्षाको राति मात्रै पढ्ने, अब यस्तो गऱ्यो भने पनि अलिकति लास्टमा धेरै प्रेसर पर्न सक्ने र झन् एन्जाइटी बढाउन सक्ने, चिन्ता बढाउन सक्ने, डर बढाउन सक्ने भएको हुँदा दिनदिनै पढेर कन्टिन्युस पढ्दाखेरि चाहिँ नि यसले चाहिँ नि एन्जाइटीलाई केही कम गर्न मद्दत पुऱ्याउँछ। अर्को चाहिँ आफ्नो इमोसनल रेगुलेसन होइन, आफूलाई चाहिँ नि विभिन्न माध्यमहरूबाट, जस्तो अब डिप ब्रिदिङ होइन, आफ्नो इमोसनलाई चाहिँ रेगुलेसन गर्ने। जस्तो डिप ब्रिदिङ भने मैले अघि नै, अब डिप ब्रिदिङ भन्दाखेरि चाहिँ नि कस्तो भने एउटा लामो गहिरो सास, नाकबाट सास तान्यो होइन, अब आँखा चिम्लक बन्द गर्ने हुन्छ अथवा आँखा खोल्न बन्द गर्नलाई गाह्रो छ भने खोल्दा नि हुन्छ। लामो सास फेर्ने, तान्ने, अब 4 सेकेन्ड जति, अन्दाजी 4 सेकेन्ड जति रोक्ने र फेरि मुखबाट पाल्ने। अब यो 4-5 अब कति सक्छ आफूले 3-4-5 अब कतिपटक गरेर यसले चाहिँ नि अलिकति आफ्नो एक्जामभन्दा अगाडि, प्रेजेन्टेसनभन्दा अगाडि यस्तोमा चाहिँ अलिकति आफूलाई मन एकत्रित गर्नलाई चाहिँ यसले सहयोग गर्छ होइन। अर्को छ माइन्डफुलनेस एक्सर्साइज, अब प्रेजेन्टमा आउने होइन। जस्तो कस्तो हुन्छ भने अब आफू जहाँ छ, जुन चिज गरिराखेको त्यसको बारेमा चाहिँ आफू अलिक मेन्टली फिजिकली तयार हुने, जस्तो एक्जामकै लागि पनि होइन। अर्को छ अब पोजिटिभ सेल्फ टक। अब मैले सक्दिनँ होइन कि, अब म सक्छु होइन। मैले योभन्दा अगाडि पनि अब जस्तो अहिले एसईकै कुरा गर्दाखेरि पनि 9 क्लाससम्म त सक्सेस भएर अब 10 मा आएको हो नि त होइन। यसरी अब मैले पहिला पनि सक्सेस गरेको छु, मैले सकेको छु भने अब अहिले पनि म सक्छु। मैले टेन्सन एन्जाइटी यसले चाहिँ नि मलाई बाधा पार्नुहुन्न, म सक्छु, यस्ता खाले चाहिँ नि पोजिटिभ सेल्फ टकहरू चाहिँ गर्दै लानुपर्ने हुन्छ। यस्तो आफूलाई चाहिँ नि यसरी इन्करेज गर्दै लानुपर्छ। त्यस्तै गल्ती गर्न सामान्य कुरा हो, म यसबाट सिक्छु। कुनै मिस्टेक भयो भने पनि मैले अन्जान गरेको मिस्टेक होइन, यसबाट म सिक्छु, अब म अझ राम्रो गर्छु होइन। मैले पहिला पनि धेरै चुनौतीहरूको सामना गरेको छु, अब म अझ सक्छु। पोजिटिभ सेल्फ टक के, अब म अझ गर्न सक्छु। मैले अब कतिपय विद्यार्थीहरूलाई मैले धेरै पढे पनि सकिनँ भने छु, 10 नभए नि 5-6 त उसले रिमेम्बर गरिराखेको हुन्छ। त्यसमा पनि उसले के गर्नुपर्छ त, आफूले आफूलाई प्राउड फिल गर्नुपर्छ होइन। मैले केही त सिकेँ, मैले 10 नै नसके पनि त 5सम्म त मलाई आउँछ, म अर्कोचोटि 6सम्म के अरे यो जुन आफूले जुन कण्ठ गर्ने अथवा भनौँ न जान्ने, मैले यति सक्छु भन्ने खाले चाहिँ नि इम्प्रुभ गर्दै लाने हो। अर्को छ एउटा म मेरो लक्ष्यप्रति, गोलप्रति चाहिँ प्रतिबद्ध छु, आफूले आफूलाई चाहिँ नि, र म यसमा ध्यान दिनेछु भन्ने चाहिँ नि आफूलाई नै सेल्फ टक गर्ने होइन। अर्को छ लाइफस्टाइल चेन्ज गर्ने, स्वस्थ जीवनशैली अपनाउने, पढ्ने
साथसाथै केही समय चाहिँ नि व्यायाम पनि गर्ने होइन, राम्रो सुत्ने, अब चाहिने जति सुत्ने होइन, आफ्नो शरीरको लागि चाहिने 7-8 घन्टा भन्ने जुन छ त्यो सुत्ने, आहार विहारमा ध्यान दिने होइन। अनि अर्को छ अब सोसियल सपोर्ट। यो सबै एकाडेमी पढाइ चाहिँ नि विद्यार्थीको थाप्लोमा मात्रै राखेर पनि भएन होइन। यो चाहिँ नि सबैको यो जुन सामूहिक रूपमा उत्तिकै जिम्मेवारी छ। अब त्यसमा चाहिँ अर्को चाहिँ सोसियल सपोर्ट होइन, साथी शिक्षकहरूसँगबाट पनि सपोर्ट, हेल्प माग्ने। उसले मलाई के भन्छ भन्ने सोच्नु, हेल्प माग्ने, आफूले नजाने कुरा सोध्ने। अर्को छ कुन असाइनमेन्टहरू पनि अब म सक्छु, म गरिहाल्छु, म भोलि गर्छु भनेर सबै लामो समय, धेरै समय असाइनमेन्ट भनौँ न गर्नको लागि चाहिँ नि त्यसरी त्यो राखे नखर्चिने, आउँदैन भने बरु कसैको हेल्प लिने। यसले गर्दाखेरि चाँडो असाइनमेन्ट पनि सकिन्छ, चाँडो प्रब्लम पनि हल्प हुन्छ र आफूले रिपिट गर्ने, आफूले फेरि त्यसलाई चाहिँ नि अझ सुधार्ने मौका पाउँछ होइन। अझ अर्को छ नि एकदमै विशेष त के छ भन्दाखेरि तुलना गर्न कम गर्नु। कोही सक्सेस भएको व्यक्तिसँग भनौँ न उसलाई इन्सपायर हुनु, त्यो चाहिँ नि अब स्वाभाविकै हो, त्यो राम्रो हो। तर तुलना गरेर धेरै नै तुलना गरेपछि त्यो अनुसारको आफूले गर्न सकेन भने झन् त्यसले चाहिँ नि आफूलाई अब निराश बनाउँछ। तसर्थ धेरै तुलना गर्नु पनि हुँदैन, आफ्नो पर्सनल डेभलपमेन्ट र आफ्नो प्रगतिमा चाहिँ नि ध्यान दिनुपर्छ। अब विद्यार्थी भाइ बहिनीहरू अथवा सबैले चाहिँ के बुझ्नुपर्ने छ त बुझ्नुपर्ने हुन्छ त भन्दाखेरि एउटा एकाडेमिक शैक्षिक चिन्ता चाहिँ एउटा सामान्य हो, यो सबैले नै लिएको हुन्छ होइन। र तपाईँको बुद्धिमत्ता पनि यसले चाहिँ नि निर्धारण गर्दैन होइन, तपाईँको पढाइले मात्रै पनि निर्धारण गर्दैन। तपाईँले सबै चिजमा सोसियल होइन, सबै चिजमा चाहिँ तपाईँले गर्नुभएको व्यवहार, तपाईँको स्वभावले पनि धेरै चिज असर गर्छ भनेपछि यसलाई चाहिँ तपाईँले धेरै नै त्यस्तो एकदमै उचमा लिन चाहिँ नि अब के अरे भनौँ न एकदमै सामान्य लिएर, सामान्य तर प्रयास गर्दै यसरी गर्नुपर्ने हुन्छ। दबाब लिए पनि अत्यधिक दबाब नलिकन दबाब लिँदै जाँदाखेरि पनि सफलता हासिल गर्न सकिन्छ। दबाब त लिनै पर्यो होइन। जस्तो एक्जामभन्दा अगाडि कस्तो होला भन्ने सोच, त्यसले गर्दाखेरि चाहिँ नि पढ्नको लागि के गर्छ त मोटिभेट गराउँछ, म एक्जाममा पढ्नुपर्छ भन्ने। दबाब लिने तर त्यसलाई पनि त्यसको आफ्नो कार्य गर्दै जाने, अत्याधिक दबाब नलिने। सानो सानो प्रगतिहरूले ठुलो ठुलो प्रगतिहरूले ल्याउँछ होइन। अब डर लाग्यो भन्दैमा नर्भस नहुने, अब भनौँ न एकदमै नर्भसनेस हुने, यो आउँछ, सामान्य आउँछ यो डर भनेको। तर यसलाई चाहिँ सही तरिकाले रियाक्ट गर्नु पर्यो। परीक्षाको डर लाग्छ, पढ्ने। कसरी पढ्ने? सन्तुलित हिसाबमा पढ्ने, एकैचोटि धेरै नपढ्ने, रेगुलर थोरै थोरै भनौँ न दिनदिनै पढ्दै पढ्दै जाने होइन। अब यसरी अब मैले अहिलेसम्म यति कुराहरू गरेँ होइन। अब स्टुडेन्टले आफूलाई धैर्य राख्यो भने होइन र आफ्नो यात्रामा चाहिँ नि अब विश्वास राख्यो भने तपाईँले सम्पूर्ण आफ्नो शैक्षिक चुनौतीहरू पार गर्न सक्नुहुन्छ। तपाईँ सक्षम हुनुहुन्छ र भविष्यमा तपाईँले चाहिँ नै अवश्य सफलता हासिल गर्न सक्नुहुन्छ। कस्तो लाग्यो दर्शकवृन्द? तपाईँलाई आफ्नो प्रतिक्रिया, सल्लाह सुझाव के छ तल कमेन्ट बक्समा लेखिदिनु होला। धन्यवाद।